दिदी हेलो हेलो। हेलो हेलो। Hello, sir. ल हेलो Hello, सर sir. Hello, sir. Good evening. Hello, हेलो sir. सर गुड नाइट सर। Hello, sir. गुड नाइट बाबु, बाई बाई। गुड नाइट भन्ने मान्छेले बाई बाई। Bye. सुन अब, आज खासमा मैले क्लास नलिने भनेको थिएँ। तिमीहरू म्यासेज गर्दाखेरि आस्क राजेश शर्मा म्यासेज गर्नु है त। कहाँ गर्ने भने त बाबु नानीहरू। हेलो हेलो। मैले खासमा आज क्लास नलिने भनेको थिएँ, मुभी हेर्न जाने प्लान थियो होइन, तर मुभी क्यान्सल गरेँ। अब भोलि जान्छु कि गइन, मुभी हेर्न गइन। एउटा टिकट छ मसँग होइन, एउटा टिकट छ 1400 को। म गिभ अवे गर्छु त्यो टिकट है। 1400 को टिकट छ, 141400। गिभ अवे गर्छु, गिभ अवे। ल सुन गाइस, आजदेखि हामी स्टार्ट गर्छौँ जिओसी। ल, आजदेखि हामी के स्टार्ट गर्छौँ भन त, जिओसी। ल न बाबु नानीहरू, आजदेखि हामी के स्टार्ट गर्छौँ भन त। जीओसी। जिओसी स्टार्ट गर्छौँ। पुरा फुल डिटेल जान्छ होइन, यो 5 वटा जति जान्छ होला है। मैले चाहिँ यो क्वाडको ऊ ग्रुप चाहिँ बनाइसकेको छु, वाट्सएप ग्रुप बनाइसकेको छु। मैले फेसबुक ग्रुपमा पोस्ट गरेको छु, त्यो जोइन गर्दा हुन्छ है। अनि सबै इन्फर्मेसन्सहरू म त्यही राख्छु है। एकदमै बेसिकबाट म लिएर जान्छु है। यो बेसिकबाट क्वाड जस्ट 5-6 वटा क्वाड हुन्छ। मलाई भन, तिमीहरूले नोमेनक्लेचरको क्वाड सकायो, आइसोमेरिजमको क्वाड सकायो। जसको क्यामेरा अन छ क्यामेरा अफ गर है, बुझ्यौ? जसको क्यामेरा अफ अन छ त्यो अफ गर है। सुन, नोमेनक्लेचर सकायो, आइसोमेरिजम सकायो। ल न, जस ठाउँ ठाउँमा तिमीले एक्जाम दिइरहेको छ, क्वेसन्सहरू मिलिरहेछ कि छैन भन त गाइज। सर पुरो मिलिरहेछ मिलिरहेछ सर। सर। ल आज सब मिलिरहेछ सर। सबै मिलिरहेछ सर। ल, अब आज जिओसीको पनि त पुरै, आएको सर। जिओसीको त पुरै मिल्छ। ल ल अब सुन, फर्स्ट क्वेसनबाट स्टार्ट गरौँ। Which among the following has sp hybridized carbon atom? Which among the following has sp hybridized? पहिला म के गराउँछु तिमीहरूलाई, सुन है। यो कन्सेप्ट नै क्लियर गरिदिन्छु तिमीलाई। sp sp2 sp3 कसरी निकाल्ने भनेर है त बाबु नानीहरू। सुन अब, sp sp2 sp sp2 sp3। ल सुन अब, ध्यान दे सुन है। हाइब्रिडाइजेसन, अर्ग्यानिक केमिस्ट्रीमा हाइब्रिडाइजेसन भनेको 3 किसिमको हुन्छ। एउटा हुन्छ sp, अर्को हुन्छ sp2, अर्को हुन्छ sp3। sp हुन्छ, sp2 हुन्छ, sp3 हुन्छ। थाहा छ हाइब्रिडाइजेसनको फर्मुला के हुन्छ? सिग्मा बन्ड प्लस लोन पेयर। सिग्मा बन्ड प्लस लोन पेयर समेसन 3 आयो भने sp2, समेसन 2 आयो भने है, सिग्मा बन्ड प्लस लोन पेयरको समेसन 2 आयो भने sp3 आयो भने sp2, 4 आयो भने के होला? sp3 होला। सिग्मा बन्ड प्लस लोन पेयर इज द फर्मुला। हामीले चाहिँ के अरे जिओसीमा के पढ्छौँ सुन है। हामी जिओसीमा पढ्छौँ हाइब्रिडाइजेसनको बारेमा पढ्छौँ, सिग्मा बन्ड पाई बन्डको क्यालकुलेसनको बारेमा पढ्छौँ, इलेक्ट्रोफाइल न्युक्लियोफाइलको बारेमा पढ्छौँ, त्यसपछि इन्डक्टिभ रेजोनेन्स इफेक्टको बारेमा पढ्छौँ, त्यसपछि टाइप्स अफ रियाक्सन, इलेक्ट्रोफिलिक सब्स्टिट्युसन, इलेक्ट्रोफिलिक एडिसन,
यति परेपछि यो जिओसी सकिन्छ नेपालको लागि है। ल न हाइब्रिडाइजेसन फर्मुला के हो सिग्मा 1 प्लस लोन पेयर समेसन 2 आयो भने sp3 आयो भने sp2 4 आयो भने sp3 दिस इज द फर्मुला के भन हाइब्रिडाइजेसन सिग्मा 1 प्लस लोन पेयर इज द फर्मुला ठीक छ। अब हेर मलाई भन त यो कार्बनमा हेर कार्बन दिस इज कार्बन यो के हो भन त बाबु नानीहरु इथेन हो कि हैन भन त ए भाइ यो इथेन हो कि हैन भन यो कम्पाउन्ड इथेन हो कि हैन भन इथेन यो कम्पाउन्डमा यो कार्बनको हामी के गरौँ हाइब्रिडाइजेसन निकालौँ यो कार्बनको हाइब्रिडाइजेसन ल भन सिग्मा 1 कतिवटा एउटा दुईटा तीनटा चारवटा थाहा छ यदि एउटा एटमसँग सबै सिंगल बन्ड छ भने यदि एउटा एटमसँग सबै सिंगल बन्ड छ भने अल बन्ड्स आर सिग्मा बन्ड डबल बन्ड छ भने एउटा सिग्मा एउटा पाई ट्रिपल बन्ड छ भने एउटा सिग्मा दुईटा पाई सबै सिंगल बन्ड छ भने के होला बाबु नानी भन त सबै सिंगल बन्ड छ भने के होला सबै सिंगल बन्ड छ भने सबै बन्ड के हुन्छ सिग्मा बन्ड डबल बन्ड छ भने एउटा सिग्मा एउटा पाई ट्रिपल बन्ड छ भने एउटा सिग्मा दुईटा पाई 1 सिग्मा 2 पाई यो कार्बनको हामीले हाइब्रिडाइजेसन निकाल्नु पर्यो एउटा बन्ड दुईटा बन्ड तीनटा बन्ड चार बन्ड 1 2 3 4 नो पाई बन्ड सो ल भन 4 र कार्बनसँग लोन पेयर हुँदैन 4 + 0 भने कति भन त 4 sp3 यो कार्बन पनि के होला भन त sp3 होला बुझ्यो ए बुझ्यो रे बाबु रे अब हेर यो कम्पाउन्डको नाम के हो अल्किन यो कम्पाउन्डको नाम के हो इथेन यो कुन फ्यामिली हो अल्किन यो कार्बनको निकाल्नु पर्यो ल काउन्ट गर सिग्मा बन्ड एउटा सिग्मा दुईटा सिग्मा तीनटा सिग्मा पाई बन्डलाई काउन्ट गर्दैनौं न न न न न 3 + 0 3 sp2 यो कार्बन पनि के होला sp2 होला। अब सुन कार्बन ट्रिपल बन्ड कार्बन दिस इज हाइड्रोजन ल हेर यो कार्बनको निकाल्नु पर्यो ल भन एउटा सिग्मा दुईटा पाई बन्ड हुन्छ के इन केस अफ मल्टिपल बन्ड सिग्मा बन्ड एउटा बाँकी बन्ड के हुन्छ पाई बन्ड सो 2 सिग्मा प्लस कार्बनसँग लोन पेयर हुँदैन 2 + 0 2 sp एउटा बच्चालाई त्यहाँ मलाई मेसेज गरिरहेको छ तपाईले कसरी थाहा पाउनु भयो कि कार्बनसँग लोन पेयर छैन भनेर हजुरले कसरी थाहा पाउनु भयो कार्बनसँग लोन पेयर छैन अब सुन कसरी थाहा पाएको ल्याएर कार्बन फ्यामिलीको एलिमेन्ट के हुन्छ थाहा छ कार्बन फ्यामिलीको एलिमेन्ट हुन्छ कार्बन सिलिकन जर्मेनियम टिन लेड दिस इज कार्बन फ्यामिली कार्बन सिलिकन जर्मेनियम टिन लेड यो के थाहा छ कार्बन फ्यामिली हो कार्बन फ्यामिलीसँग लोन पेयर के हुन्छ 0 कार्बन फ्यामिलीसँग लोन पेयर हुँदैन के नाइट्रोजन फ्यामिली न्यूज पेपर आज सब बिक गया थाहा छ नाइट्रोजन फ्यामिलीसँग के हुन्छ लोन पेयर 1 हुन्छ के कार्बनसँग लोन पेयर 0 नाइट्रोजनसँग लोन पेयर 1 अब अक्सिजन फ्यामिली ओइ सञ्जय सलिनाले तेरो पोल खोल्दियो यहाँ के हुन्छ लोन पेयर दुईटा अर्को हुन्छ फिर कल बरसात आएगी फिर कल बरसात आएगी यहाँ लोन पेयर के हुन्छ तीनवटा के हुन्छ लोन पेयर तीनटा ल भने कार्बनसँग लोन पेयर 0 नाइट्रोजनसँग लोन पेयर कतिवटा भने एउटा अक्सिजनसँग लोन पेयर कतिवटा दुईटा फ्लोरिनसँग लोन पेयर कतिवटा तीनटा हाम्रो फर्मुला के हो सिग्मा 1 प्लस लोन पेयर इज द फर्मुला सिग्मा 1 प्लस लोन पेयर इज द फर्मुला 2 आयो भने sp 3 आयो भने sp2 4 आयो भने sp3 अब एकचोटि हेर त बाबु नानीहरु CH3 CH2 नाइट्रोजन हाइड्रोजन हाइड्रोजन यो नाइट्रोजनको हामीले के निकाल्नु पर्यो हाइब्रिडाइजेसन निकाल्नु पर्यो फेरि भन बाबु नानीहरु यो नाइट्रोजनको के निकाल्नु पर्यो हाइब्रिडाइजेसन यहाँ लोन पेयर के देखिराछु 1 लोन पेयर देखिराछु ल भने यहाँ चाहिँ लोन पेयर कति देखिराछु एउटा देखिराछु ल निकाल बाबु यो नाइट्रोजनको निकाल त बन्ड कतिवटा भन त बन्ड एउटा बन्ड दुईटा बन्ड तीनटा बन्ड 1 बन्ड 2 बन्ड 3 बन्ड 3 बन्ड प्लस 1 लोन पेयर 3 + 1 4 4 को लागि के भन त sp3 3 + 1 4 3 + 1 4 4 को लागि के भन sp3 नाइट्रोजनको हाइब्रिडाइजेसन के हुन्छ sp3 हुन्छ के 3 + 1 4 4 को लागि के भन sp3 बुझिराछौ यहाँ इथरमा हेर ROR इथरको केसमा ROR अक्सिजनको निकालौं अक्सिजनसँग लोन पेयर कतिवटा हामीलाई थाहा छ दुईटा लोन पेयर हुन्छ दुईटा लोन पेयर सो 2 + 2 के हुने भो 4 हुने भो बुझिराछौ ए बाबु नानीहरु बुझिराछौ अब सुन म हल्का सर्टकट सिकाउँछु अर्को तरिका सिकाउँछु ल्याएर अर्को तरिका यदि तिमीले कार्बनको निकाल्नु पर्यो भने
यदि तिमीले कार्बनको निकाल्नु पर्यो भने कसको निकाल्नु पर्यो भन त लोन पेयरबाट बुझियो सर बबाल सुन यदि हामीले कार्बनको एउटा अर्को तरिका पनि छ के यो कार्बनसँग हैन पाई बन्डको नम्बर अर्को तरिका सुन्ने अर्को तरिका यदि हामीले कार्बनको निकाल्न खोजिरहेछौँ भने कसको निकाल्न खोजिरहेछौँ भने कार्बनको यदि हामीले कार्बनको निकाल्न खोजिरहेछौँ भने एउटा अर्को तरिका हुन्छ के कार्बनसँग पाई बन्ड हेर यदि कार्बनसँग पाई बन्ड 0 छ भने पाई बन्ड 0 छ भने के हुन्छ थाहा छ पाई बन्ड 0 छ भने के हुन्छ थाहा छ पाई बन्ड 0 छ भने sp3 हुन्छ यदि कार्बनसँग पाई बन्ड एउटा छ भने के हुन्छ sp2 हुन्छ यदि पाई बन्ड दुईटा छ भने के हुन्छ sp हुन्छ एन्ड दिस रुल इज नोन एज पाई रुल यो अर्को तरिका के निकाल्ने भने त हाइब्रिडाइजेसन निकाल्ने यो अर्को तरिका के निकाल्ने भने त हाइब्रिडाइजेसन निकाल्ने ल भन यो अर्को तरिका के निकाल्ने भने त हाइब्रिडाइजेसन निकाल्ने बुझ्यौ गाइस सिग्मा बन्ड प्लस लोन पेयर इज द फर्मुला फेरि भन सिग्मा बन्ड प्लस लोन पेयर इज द फर्मुला सिग्मा बन्ड प्लस लोन पेयर इज द फर्मुला के भन्दा बाबु नानीहरू सिग्मा बन्ड प्लस लोन पेयर इज द फर्मुला सिग्मा बन्ड प्लस लोन पेयर इज द फर्मुला अर्को भनेको पाई रुल भनेको कार्बनसँग पाई बन्ड हेर पाई रुल भनेको कार्बनसँग पाई बन्ड हेर नो पाई बन्ड sp3 1 पाई बन्ड sp2 2 पाई बन्ड sp एकचोटि हेर त यहाँ त बाबु नानीहरू यो कार्बनसँग पाई बन्ड छ कि छैन फटाफट भन यो कार्बनसँग पाई बन्ड छ कि छैन ए भाइ यो कार्बनसँग पाई बन्ड छ कि छैन फटाफट कहाँ छ भाइ सिसिर बिसी ना यो कार्बन पाई बन्ड छैन sp3 ल यो कार्बनसँग पाई बन्ड छ कि छैन बाबु नानीहरू यो कार्बनसँग पाई बन्ड छ कि छैन फटाफट छ एउटा छ यस sp2 ल यो कार्बनसँग पाई बन्ड छ कि छैन बाबु छ कतिवटा दुईटा यस sp कस्तो लाग्यो पाई रुल कस्तो लाग्यो बाबु पाई रुल कस्तो लाग्यो यो स्पेशली हामी कसको लागि युज गर्छौँ कार्बनको लागि ल न नो पाई बन्ड sp3 1 पाई बन्ड sp2 2 पाई बन्ड sp फेरि बराबर नो पाई बन्ड फटाफट मैसेज नो पाई बन्ड बाबू फटाफट मैसेज नो पाई बन्ड 1 पाई बन्ड sp2 2 पाई बन्ड sp अब हेर अब म एउटा लम्बा सा एउटा चेन दिइरहेको छु सबै कार्बनको निकाल्नु पर्यो तिम्रो लम्बा सा चेन दिइरहेको छु ल्याएर बाबु नानी हेलो एउटा लम्बा सा चेन दिइरहेको छु म निकाल्नु पर्यो ल्याएर ch3 ch डबल बन्ड ch ch2 कार्बन ट्रिपल बन्ड ch2 ch डबल बन्ड ch ch2 कार्बन ट्रिपल बन्ड ch डबल बन्ड ch2 ल लेफ्ट टु राइट सबै कार्बनको निकाल्नु पर्यो लेफ्ट टु राइट सबै कार्बन हाम्रो काम के हो कार्बनसँग पाई बन्ड हेर नो पाई बन्ड sp3 1 पाई बन्ड sp2 2 पाई बन्ड sp फटाफट भन बाबु यो कार्बनसँग पाई बन्ड छ कि छैन नो पाई बन्ड यस sp3 1 पाई बन्ड के भन 1 पाई बन्ड sp2 यस 1 पाई बन्ड sp2 ल नो पाई बन्ड यस sp3 ए बाबु दुईटा पाई बन्ड sp नो पाई बन्ड यस sp3 1 पाई बन्ड बाबु sp2 अरे यहाँ दुईटा पाई बन्ड sp एउटा पाई बन्ड sp2 नो पाई बन्ड sp3 2 पाई बन्ड sp 2 पाई बन्ड sp ओ माय गॉड 1 पाई बन्ड sp2 1 पाई बन्ड sp2 ल हेर खेल खत्म बाबु खेल खत्म भाइ मजा आयो भने यस्तो गर न भाइ यार ल यार यसको निकालौँ है त गाइस यसको निकालौँ ch3c ट्रिपल बन्ड n मा ch3c ट्रिपल बन्ड n मा यो कार्बनको निकालौँ ल भने यो कार्बनसँग पाई बन्ड कतिवटा भन यो कार्बनसँग पाई बन्ड कतिवटा फटाफट भन पाई बन्ड कतिवटा दुईटा पाई बन्ड दुईटा छ भने के हुन्छ बाबु नानीहरू sp पाई बन्ड ल यो नाइट्रोजनको निकाल त नाइट्रोजन निकाल नाइट्रोजनसँग लोन पेयर हुन्छ नाइट्रोजनसँग लोन पेयर हुन्छ ल्याएर एउटा सिग्मा बन्ड एउटा लोन पेयर 1 सिग्मा प्लस 1 लोन पेयर 1 प्लस 1 2 को लागि sp ल भने यो कार्बन के होला यो कार्बनसँग पाई बन्ड छैन भने चाहिँ के होला sp3 खेल बुझ्यो भाइ बाबु रे खेल बुझ्यो रे ल यता हेर बाबु यता हेर फटाफट ch3 c डबल बन्ड अक्सिजन OH एसिटिक एसिडमा यो कार्बनको निकाल्नु पर्यो ल यो कार्बनसँग पाई बन्ड कतिवटा बाबु नानीहरू sp2 सो यदि तिमीले स्पेसिफिक कार्बनको निकाल्नु पर्यो भने हाम्रो रुल के हो न त पाई रुल
व्हाट इज द रूल भन त बाबु नानीहरु पाइ रूल के भन पाइ रूल ल फटाफट भाइ ओ मेरो भाइ CH3 CH डबल बन्ड C डबल बन्ड CH2 म एस्ट्रिक गर यो कार्बनको निकाल्नु पर्यो यो कार्बन ल यो कार्बनसँग पाइ बन्ड कतिवटा देखिरहेको छु हेर त एउटा पाइ बन्ड इधर एउटा पाइ बन्ड इधर ओ माय गॉड दुईटा पाइ बन्ड भनेपछि के होला sp होला अब सुन अब ध्यान सुन अर्को कुरा सुन है अर्को कुरा के सुन भन्दाखेरि यो पोजिटिभ चार्ज हुन्छ नि पोजिटिभ चार्जको लागि लोन पेयर के हुन्छ थाहा छ पोजिटिभ चार्जको लागि लोन पेयर के हुन्छ 0 डटको लागि लोन पेयर के हुन्छ 0 नेगेटिभ चार्जको लागि लोन पेयर के हुन्छ 1 यो सम्झिराख पोजिटिभ चार्जको लागि लोन पेयर 0 डटको लागि लोन पेयर के हुन्छ 0 र नेगेटिभ चार्जको लागि लोन पेयर के हुन्छ 1 पोजिटिभ चार्जको लागि लोन पेयर 0 डटको लागि लोन पेयर 0 र नेगेटिभ चार्जको लागि लोन पेयर के हुन्छ 1 फेरि भन बाबु नानी फेरि भन पोजिटिभ चार्जको लागि लोन पेयर फटाफट बाबु पोजिटिभ चार्जको लागि लोन पेयर 0 डटको लागि लोन पेयर 0 नेगेटिभ चार्जको लागि लोन पेयर 1 थाहा छ कार्बनमा पोजिटिभ चार्ज छ भने यस्तो स्पेसिसलाई हामी के भन्छौँ कार्बोकेटायन भन्छौँ कार्बोकेटायनको अर्को नाम के हो थाहा छ कार्बोनियम आयन कार्बनमा डट छ भने के भन्छौँ कार्बन फ्री रेडिकल FR भनेको फ्री रेडिकल कार्बनमा नेगेटिभ चार्ज भने हामी के भन्छौँ कार्ब एनायन के भन्छौँ भने त कार्ब एनायन एकचोटि हेर है यो CH3 पोजिटिभ के नाम हो थाहा छ मिथाइल कार्बोकेटायन के नाम हो भन त गाइज मिथाइल कार्बोकेटायन यो कार्बनको हामीले के निकाल्नु पर्यो हाइब्रिडाइजेसन ल निकाल त बाबु नानीहरु बन्ड कतिवटा 3टा पोजिटिभ चार्जको लागि लोन पेयर 0 3 + 0 3 sp2 ओ माय गॉड यार CH3 डटको लागि भन 3 + 0 बाबु नानी 3 sp2 ल भन बाबु नानी CH3 नेगेटिभ ओ माय गॉड 3 + 1 नेगेटिभ चार्जको लागि लोन पेयर के हुन्छ भने 3 + 1 4 4 को लागि के हुन्छ sp3 ल न ध्यान दे सुन sp3 ज्योमेट्री शेप कस्तो भन TD टेट्राहेड्रल sp2 प्लेनर थाहा छ नि अनि sp भन त बाबु नानीहरु sp भनेको लिनियर ल अब म यो थ्योरी वाला पार्ट बन्द गर्छु र म तिमीलाई अनम्युट गर्छु ल भने बाबु एक्सप्लेनेसन बुझ्यौ बवाल सर बवाल सुन अर्ग्यानिक केमिस्ट्रीको सुन मैले तिमीलाई भने त जिओसी पढाउँदाखेरि म यसरी नै पढाउँछु यो थ्योरी चलिरहेन भन त आगो लगाउनु अब सुन अब म तिमीलाई यसको मैले 5-10 वटा क्वेशन्स लिएर आछु 10-15 वटा सुन अर्ग्यानिक केमिस्ट्रीमा अर्ग्यानिक केमिस्ट्रीमा sp3d हरु आउँदैन के त्यो कहाँ आउँछ इनअर्ग्यानिकमा आउँछ के सो त्यो इनअर्ग्यानिक पढाउने बेलामा केमिकल बडीमा म भन्छु अर्ग्यानिक केमिस्ट्रीमा आउने भनेको sp हो sp2 हो sp3 हो ल अब कोही पनि नबोल अब हेलो चलो बाबु रे अब हेर अब क्वेशन हेर बाबु क्वेशन मतलब यस्तो मजा आउँछ नि जीओसी मा आगो लाग्छ आगो हेर which one among the following has sp hybridized carbon sp भनिराछ मलाई के पनि थाहा छैन म सबैको निकाल्दै जान्छु sp भनिराछ हामी त आन्सर थाहा पाइसक्यौ यही हो sp त यही हो आन्सर हामी थाहा पाइसक्यौ हो के बाबु भन त ल भने यो कार्बन पाइ बन्ने एउटा फटाफट बन्ने sp2 ओ मेरो भाइ sp2 यो के होला sp2 पाइ रूल ओ मेरो बाबु अरे बाबु sp2 रे बाबु sp2 रे बाबु sp2 अरे बाबु sp ओहो sp2 मैले कुन रुल लगाइरा छु भन त पाइ रूल के रे बाबु पाइ रूल आन्सर के हो सी अच्छा लाग्यो क्वेशन म बुझाउँदिन अब म आधी घण्टा देखि त्यही त बुझाइरा छु यार यसरी त कसले क्वाड गराउँछ यार आफै पनि अलिकता उ गर न यार एउटा क्वेशनको सुन ल बेन्जिन ओभरल्यापिङ बिट्विन कार्बन इज बेन्जिनमा के हुन्छ हेर सुन है बेन्जिन भनेको यस्तो हो हेर बेन्जिन भने यो सबै कार्बन सँग पाइ बन्ने एउटा हुन्छ बेन्जिन भनेको हरेक कार्बन के हो अरे बाबु sp2 अरे बाबु sp2 यस बी हुन्छ यस
दामी छ दामी आग लगा दिया सर ल लास्टमा चाहिँ स्क्रिनसट लिन दिनु होला है के रे यो थ्योरी लास्ट अलिक स्क्रिन हैन न म स्क्रिनसट हरेक लिन म तिमीलाई जिओसी पढाउने बेलामा के गर्छु थाहा छ हरेकको थ्योरी पहिला बुझाउँछु नि पहिला क्वेसन दिन जान्छु म त्यसरी डिभाइड गरेको छु क्वेसन्सहरु त्यसरी मैले ल्याएको छु के क्वेसन ल यो ल अरे मालिक हाइब्रिडाइजेसन अफ टर्सरी कार्बन एटम आइसोब्युटेन अब हेर तिमीलाई आइसोब्युटेनको स्ट्रक्चर थाहा हुनु पर्यो क्या दिस इज आइसोब्युटेन CH3 कार्बन CH3 H CH3 यो आइसोब्युटेन हो दिस इज आइसोब्युटेन मलाई भन आइसोब्युटेनमा यो कार्बन टर्सरी कार्बन यसको हाइब्रिडाइजेसन ए बाबु रे यो कार्बनसँग पाइ बन्द छ र कहाँ हो इधर हो त्यही भएर मलाई म्युट गर्न मन लाग्छ के गरिदिनु सर ल न पोजिटिभ चार्जको लागि लोन पेयर फटाफट भन बाबु नानीहरु 0 डटको लागि लोन पेयर बाबु 0 नेगेटिभ चार्जको लागि लोन पेयर के भन बाबु 1 ल हाइब्रिडाइजेसन प्रेजेन्ट इन प्रोपिन मोलिक्युल प्रोपिन के हो हेर प्रोपिन भनेको यो हो CH3 CH11 CH यही हो प्रोपिन भन्या प्रोपिनमा यो मालिक पनि हो कार्बन पानी नाइदो पानी लाई दो शाहरुख खान नाम से शाहरुख खान पानी लाई दो ओ माय गॉड मन्नत मा छौ बाबु तिमी शाहरुख खान इज इन मन्नत सुन नो पाई बॉन्ड sp3 1 पाई बॉन्ड sp2 1 पाई बॉन्ड sp2 भनेको sp3 हुनु पर्यो sp2 हुनु पर्यो कहाँ हो sp2 हुनु पर्यो sp3 हुनु पर्यो डी compound in which carbon is sp3 hybridization कुन compound मा कार्बन को sp3 हुन्छ अब हेर फर्मिक एसिडलाई जुम गर त HC डबल बन्ड ओ यो फर्मिक एसिड अप्सन नम्बर ए भनेको फर्मिक एसिड त्यो कार्बनसँग पाइ बन्ड एउटा यो sp2 यो आन्सर भएन यो CH3 होल 3 compound in which carbon uses sp3 hybridization is यो कस्तो compound हो C डबल बन्ड O CH3 ल भने यो कार्बनको भन हाइब्रिडाइजेसन भन्दा यो कार्बन भन फटाफट भन sp2 तर यो कार्बन भनेको sp3 उसको खासमा सेन्स भनेको यो फंक्शनल यो कार्बनलाई भन्न खोजिरहेछ है यो कार्बनलाई भन्न खोजिरहेछ फंक्शनल ग्रुपको कार्बनलाई भन्न खोजिरहेछ अब हेर अप्सन सी मा हेर है C CH3 OH यो सेन्ट्रल कार्बन भन्न खोजिरहेछ सेन्ट्रल कार्बन यो कार्बन के रहेछ भने sp3 र डी मा हेर CH3 C डबल बन्ड OH यो कार्बन के रहेछ sp2 ल भने करेक्ट आन्सर के होला गाइज भन त सी होला बुझ्यौ टोलुइन कंसिस्ट मलाई भन यदि कुनै एटमसँग सबै सिंगल बन्ड छ भने यदि कुनै एटमसँग सबै सिंगल बन्ड छ भने यदि कुनै एउटा एटमसँग सबै सिंगल बन्ड छ भने त्यो सबै बन्ड के हो थाहा छ त्यो सबै बन्ड के हो सिग्मा बन्ड हो डबल बन्ड छ भने एउटा सिग्मा एउटा पाई ट्रिपल बन्ड छ भने एउटा सिग्मा दुईटा पाई सो तिमीले के बुझिरहेछौ इन केस अफ मल्टिपल बन्डको केसमा हैन इन केस अफ मल्टिपल बन्ड सिग्मा बन्ड भनेको इन केस अफ मल्टिपल बन्ड सिग्मा बन्ड भनेको एउटा हुन्छ रेस्ट बन्ड के हुन्छ पाई बन्ड हुन्छ के बाकी बन्ड के हुन्छ पाई बन्ड अब हेर टोलुइनमा हेरौँ टोलुइन भनेको म स्ट्रक्चर बनाउँछु हेर टोलुइन CH यो टोलुइन हो ल काउन्ट गर त थाहा छ हरेक कार्बनसँग यहाँ H छ है हरेक कार्बनसँग के छ HH ल अब काउन्ट गर 1 सिग्मा 2 सिग्मा 3 सिग्मा 4 सिग्मा 5 6 7 8 9 10 11 12 13 14 15 15 सिग्मा अनि पाई बन्ड कतिवटा भन 1 पाई बन्ड 2 पाई बन्ड 3 पाई बन्ड ओ माय गॉड 15 सिग्मा 3 पाई किधर हो बाबू किधर हो बी मा हो बुझिरहेछौ बेन्जिनमा के होला सिग्मा 1 पाई बन्ड बेन्जिनमा भन त बाबु बेन्जिन इज भेरी भेरी इम्पोर्टेन्ट सिग्मा 1 पाई बन्ड यो मैले गराएको पनि थियो होला हरेक कार्बनसँग के हुन्छ एउटा एउटा H हुन्छ है हरेक कार्बनसँग के हुन्छ एउटा एउटा H हुन्छ सेरा 1 सिग्मा 2 सिग्मा 3 सिग्मा 4 5 6 7 8 9 10 11 12 ओ माय गॉड 12 सिग्मा पाई बन्ड 3टा 3 पाई बन्ड ल न बेन्जिनमा सिग्मा इज टु पाई को रेशियो के हुन्छ 12:3 4:1
पाई इज टु सिग्माको रेसियो के हुन्छ? पाई इज टु सिग्मा को 1:4 1:4 1:4 इज द राइट आन्सर। 15वटा सिग्मा बन्ड 3टा पाई बन्ड। ठीक छ गाइज, बुझिरहेको छ होला? नेक्स्ट क्वेसनतिर जाऊँ। what is the hybridization of middle carbon? ल यो कार्बनको भनिरहेछ। ओ माई गॉड, यो कार्बनसँग पाई बन्ड इधर दुईटा पाई बन्ड हुन्छ, के होला? sp c। which hybridization has the highest percentage of s character? s character का हाईएस्ट पर्सेन्टेज यहाँ 50% हुन्छ नि, 50% हुन्छ। यहाँ कति sp2 मा कति हुन्छ भन त? sp2 मा कति पर्सेन्ट हुन्छ? sp2 मा 33.33%, यहाँ 25%। एउटाले भन्ने सर एन्थ्रासिनमा नम्बर अफ सिग्मा पाई काउन्ट देखाइदिनुस् त। सुन, यो भनेको नेप्थलिन हो, यो नेप्थलिन हो। एन्थ्रासिन भनेको यसको टाउकोमा हुन्छ क्या। एन्थ्रासिन भनेको यस्तो। ल काउन्ट गर, अब काउन्ट गर, तिम्रो काम काउन्ट गर। यो भने पहिला नेप्थलिनमा काउन्ट गर त, छोड्देऊ। पहिला एन्थ्रासिन भन्दा पहिला नेप्थलिनमा काउन्ट गर। एन्थ्रासिन भन्दा पहिला नेप्थलिनमा काउन्ट गर त। नेप्थलिनमा काउन्ट गर। नेप्थलिन 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 के भन्छ त? 19वटा सिग्मा बन्ड। पाई बन्ड कतिवटा? 1 2 3 4 5। ठीक छ त? ए भाइ बुझ्यो रे? एउटाले सोधिरहेको छ ट्रोपोनमा कति भन्छ, कहिले पनि सोध्दैन। ट्रोपोन यस्तो सोध्दैन भाइ, चाहिने कुरो त आउँदैन। ट्रोपोन रे, ट्रोपोन कति? 90 सिग्मा आयो त? 90 सिग्मा आयो गाइज। यसको नाम के हो थाहा छ? यसको नाम हो नेप्थलिन। यसको नाम के हो? नेप्थलिन। नेप्थलिन हो। ल, what is the correct sequence of hybridization in following? Correct sequence। अब हेर, CH3 देखिरहेछौ, CH डबल बन्ड CH अनि NH2। ल भन बाबु नानीहरू, करेक्ट सिक्वेन्स अफ के भन? हाइब्रिडाइजेसन। के होला भन? sp3 होला, sp2 होला, sp2 होला, sp3 sp2 sp2। यो नाइट्रोजन एउटा बन्ड दुईटा बन्ड, एउटा बन्ड दुईटा बन्ड तीनटा बन्ड, अनि लोन पेयर एउटा। 3 सिग्मा प्लस 1 4 sp3। बुझ्यौ? आन्सर के होला? ल न, वाट इज द हाइब्रिडाइजेसन अफ? एन सँग सिग्मा बन्ड हेर त। एन सँग सिग्मा बन्ड भनेको CH NH, तीनटा भयो नि सिग्मा बन्ड। एउटा दुईटा तीनटा सिग्मा बन्ड। ल र CH, यो कार्बनको हाइब्रिडेसन निकाल्नु पर्छ। भेरी सिम्पल हेर त। CH2 डबल बन्ड CH पोजिटिभ। ल न, यो कार्बनसँग एउटा दुईटा 2 सिग्मा प्लस पोजिटिभ चार्जको लागि लोन पेयर के हुन्छ भने त 2 सिग्मा। पोजिटिभ चार्जको लागि लोन पेयर के हुन्छ भने त पोजिटिभ चार्जको लागि लोन पेयर भनेको 0। 2 + 0 भनेको 2। 2 को लागि के हुन्छ? sp हुन्छ कि। बुझ्यो नि गाइज? यसरी पोजिटिभ चार्ज वाला आयो, नेगेटिभ चार्ज वाला आयो, डट वाला आयो भने हामी कुन फर्मुला युज गर्छौँ भन त?
सिग्मा बोन्ड प्लस लोन पेयर फ्रेस वाला आयो विदाउट पोजिटिभ चार्ज विदाउट डट विदाउट नेगेटिभ चार्ज वाला आयो भने हामी के गर्छौँ थाहा छ हामी के गर्छौँ भने त हामी के गर्छौँ भने त पाई रुल एप्लाई गर्छौँ पाई रुल ल भने यसमा हेर त बाबु नानीहरू CH3 CH2 डट यो कार्बनको निकाल्नु पर्यो यो कार्बन निकाल्नु पर्यो CH2 डट ल भने यो कार्बनसँग बन्ड हेर त एउटा बन्ड दुईटा बन्ड तीनटा बन्ड तीनवटा बन्ड देखिरहेको छौ डटको लागि लोन पेयर के हुन्छ 0 3 + 0 3 sp2 ठीक छ यहाँसम्म ठीक छ अब सुन एउटा कुरा सुन मलाई भन अमोनियाको केसमा दिस इज अमोनियाको हाइब्रिडाइजेसन के हुन्छ त अमोनियाको हाइब्रिडाइजेसन के हुन्छ तीनटा बन्ड प्लस 1 लोन पेयर 3 + 1 भनेको 4 4 को लागि sp3 थाहा छ अमोनियाको ज्योमेट्री कस्तो हुन्छ भने त ज्योमेट्री कस्तो हुन्छ भने टीडी शेप अथवा स्ट्रक्चर भन्ने एउटै कुरा कस्तो हुन्छ पिरामिडल थाहा छ नि sp3 हाइब्रिडाइजेसनमा के अरे सिग्मा बन्ड 4 वटा लोन पेयर 0 छ भने के अरे शेप कस्तो हुन्छ टीडी हुन्छ ज्योमेट्री पनि के हुन्छ टीडी दुईटै टीडी हुन्छ के sp3 हाइब्रिडाइजेसनमा सिग्मा बन्ड 3टा लोन पेयर एउटा छ भने सिग्मा बन्ड 3टा लोन पेयर एउटा छ भने ज्योमेट्री टेट्राहेड्रल हुन्छ तर शेप कस्तो हुन्छ पिरामिडल हुन्छ यो सम्झिराख शेप कस्तो हुन्छ भने पिरामिडल हुन्छ sp3 हाइब्रिडाइजेसन ह्याभिङ 1 लोन पेयर शेप कस्तो हुन्छ पिरामिडल हुन्छ अब मलाई भन त बाबु नानीहरू CH3 नेगेटिभमा हेर त हाइब्रिडाइजेसन sp3 हो कि न फटाफट भन लोन पेयर 1 हो कि न लोन पेयर 1 हो भनेपछि यो CH3 माइनस कार्बन आयन मिथाइल कार्बन आयनको शेप कस्तो होला फटाफट शेप कस्तो होला पिरामिडल शेप रे बाबु पिरामिडल शेप एउटा क्वेशन सोध्छ के मिथाइल कार्बोकेटायन के अरे मिथाइल फ्री रेडिकल अनि मिथाइल कार्बोकेटायन मिथाइल कार्बोएनायन र मिथाइल फ्री रेडिकलमा कसको शेप आइडेन्टिकल हुन्छ अमोनिया जस्तो कसको शेप आइडेन्टिकल अमोनिया जस्तो भन्छ मिथाइल कार्बोनाइन CH3 माइनस को शेप के हुन्छ अमोनियासँग बराबर हुन्छ आइडेन्टिकल हुन्छ यस हैन शेप हेर्दाखेरि लोन पेयर हामी काउन्ट गर्दैनौं के अशोक शेप हेर्दाखेरि लोन पेयर काउन्ट गर्दैनौं नेक्स्ट हेर त दि हाइब्रिडाइजेसन अफ कार्बन के डायमन्डमा के हुन्छ थाहा छ यो पछि हामी पढाउने वाला छौं डायमन्डमा के हुन्छ भने त sp3 हुन्छ डायमन्ड ग्रेफाइट के हुन्छ sp2 हुन्छ एसिटाइलिन ओ मेरो भाइ एसिटाइलिन भनेको इथाइन sp हुन्छ ल हेर यसको आन्सर के हुने भयो थाहा छ sp3 हुने भयो sp2 हुने भयो sp हुने भयो कहाँ हो sp3 sp2 sp मजा आइरहेछ गाइस मजा आइरहेछ 1,3-ब्युटाडाइन भने यो हो CH2 डबल बन्ड CH डबल बन्ड CH2 यो कम्पाउन्डको नाम के हो थाहा छ 1,3-ब्युटाडाइन यो कम्पाउन्डको नाम के हो 1,3-ब्युटाडाइन थाहा छ 1,3-ब्युटाडाइनको केसमा सबै कार्बन के हो sp2 हो दिस इज sp2 दिस इज sp2 दिस इज sp2 दिस इज sp2 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 एलाइल साइनाइड कंटेन्स अब हेर एलाइल साइनाइड ध्यान दे सुन है एलाइल साइनाइड सबै आउँछ जस्तो लाग्छ कि गरे नि अलि गाह्रो सुन एलाइल साइनाइड थाहा छ यो CH2 डबल बन्ड CH डैश यसको नाम के हो भिनाइल यसको नाम के हो भिनाइल यो ग्रुपको नाम के हो बाबु नानी भन्दा भिनाइल अब सुन CH3 CH2 डबल बन्ड CH2 डैश यो ग्रुपको नाम के भन त यो ग्रुपको नाम के हो न एलाइल यो माथिको ग्रुप यो ग्रुपको नाम के हो भिनाइल यो ग्रुपको नाम के हो न त गाइस यो ग्रुपको नाम के हो न भिनाइल यो ग्रुपको नाम के हो न एलाइल यहाँ चाहिँ मैले साइनाइड ग्रुप लगाइदिए यसको नाम के हो न एलाइल साइनाइड दिस इज एलाइल साइनाइड फेरि भने यो के भन त एलाइल साइनाइड सिग्मा 1 पाई 1 कति वटा चेक गरौँ C दिस इज हाइड्रोजन डबल बन्ड C दिस इज हाइड्रोजन
हाइड्रोजन हाइड्रोजन सी ट्रिपल बॉन्ड एन, यो कंपाउंड का नाम क्या? एलाइल साइनाइड। चेक करा, 1 सिग्मा 2 सिग्मा 3 सिग्मा 4 सिग्मा 5 6 7 8 9 9 सिग्मा पाई बन्ड, एउटा पाई बन्ड, दुईटा पाई बन्ड, 3 पाई बन्ड, 9 सिग्मा 3 पाई, 9 सिग्मा। अच्छा क्वेशन हो नि यो? क्वेशन अच्छा क्वेशन हो नि भन त? 90 को क्वेशन। धेरैलाई स्ट्रक्चरै थाहा हुँदैन के, धेरै बच्चालाई एलाइल साइनाइडको स्ट्रक्चरै थाहा हुँदैन के। ट्रिपल बन्ड कसरी आयो लास्टमा? रे कमल साइनाइड भनेको सिएन भनेको कार्बन ट्रिपल बन्ड एन हुन्छ नि बबुआ रे। साइनाइड भनेको सी ट्रिपल बन्ड एन हुन्छ नि बबुआ। साइनाइड भनेको सी ट्रिपल बन्ड एन हुन्छ नि। भिनाइल भनेको यो हो, CH2 डबल बन्ड CH ड्यास, यो ग्रुपलाई हामी के भन्छौँ? भिनाइल भन्छौँ। CH2 डबल बन्ड CH ड्यासलाई के भन्छौँ? भिनाइल। थाहा छ अलाइल भने के हो? CH2 डबल बन्ड CH CH2 ड्यास, यो ग्रुपलाई हामी के भन्छौँ? एलाइल भन्छौँ। ल, द सेप अफ मिथेन इथेन। अब मिथेनको सेप कस्तो हुन्छ भने टेट्राहेड्रल। इथिन sp2 भनेपछि प्लेनर, इथाइन भनेपछि लिनियर। टेट्राहेड्रल, प्लेनर, लिनियर। कार्बन एटम इन द कंपाउंड। अब यो कंपाउंड ध्यान दिएर हेर है। C2CN होल 4 भने के हो थाहा छ? C2CN होल 4 भनेको दिस इज कार्बन डबल बन्ड कार्बन, यहाँ साइनाइड, यहाँ साइनाइड, यहाँ साइनाइड, यहाँ के भन? साइनाइड। यो हो के खासमा। अब निकाल त हरेक कार्बन के होला भन बाबु? यो कार्बन के हो भन त? sp2 sp2। यो कार्बन के हो? sp 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 भनेको CN होल 4 C2 के स्ट्रक्चर यो हो के। CN होल 4 C2 के स्ट्रक्चर यो हो। CN होल 4 C2, कार्बन दुईटा साइनाइड चारवटा भनेको पक्कै कार्बन डबल बन्ड कार्बन होला। भनेको एउटा कार्बन sp2 वाला छ, अर्को कार्बन sp वाला छ। कहाँ हो आप? कहाँ हो आप? sp एन्ड sp2। ल, यहाँसम्म कसैले के डाउट छ भने सोध्न पाइन्छ प्लिज। यहाँसम्म कसैलाई केही डाउट छ भने सोध्न पाइन्छ। मलाई लाग्दैन कि हाइब्रिडाइजेसनमा योभन्दा गाह्रो क्वेसन सोध्छ होला लास्टमा। बुझ्यो? सर बी हैन र? सर बवाल सर यसको बी हैन? ब्याक गर्नु सर। सर अगाडिको देखाइदिनु न। ल हेर न त। सर 70 सजिलो को क्वेसन सोध्छ होला र सर। हजुर यस्तो सजिलो क्वेसन पनि टाइम सोध्छ होला र सर। यस्तो सजिलो भन्छ यार पागलहरू। यो सजिलो हो, यो गाह्रो क्वेसन हो। सरले ल सुन्न अब हेर। सर बी अरे हुँदैन बाबू रे बाबू, होमोलाइटिक फिशन हेट्रोलाइटिक फिशन यहीं पे खत्म कर लेते हैं। पूरा फिशन ये सकाइदिन्छु 10 मिनटमा। क्वेसनमा होला बाबू रे सुन यार, छोड्दैन क्वेसन यता हेर। फिशन थाहा छ? देयर आर टू टाइप्स अफ बन्ड फिशन। देयर आर टू टाइप्स अफ, अब म्युट गर्नुपर्छ के, बुझ्यौ नि? देयर आर टू टाइप्स अफ बन्ड फिशन। एउटा हुन्छ होमोलाइटिक, अर्को हुन्छ हेट्रोलाइटिक। ध्यान दे सुन। यो अरे बाबु रे, भाग्ने होइन है भाइ, भाग्ने होइन। यो ए बन्ड बी हो, बुझ्यो? ए बन्ड बी, दिस इज ए बन्ड बी। दुईटा इलेक्ट्रोन छ, एउटा ए को इलेक्ट्रोन, अर्को बी को इलेक्ट्रोन। यो दुईटाको बन्डको बीचमा के भयो त? ब्रेकिङ भयो, बन्धन टुट गया। यो बन्धन टुट्ने भनेको 3 किसिमबाट टुट्छ के। एउटा यो हेर, यसरी एले के गर्यो, मतलब ए र बी हस्बेन्ड वाइफ भनौँ न, डिभोर्स गर्यो, ठ्याक्क सम्पत्तिले आधी आधी बाँड्यो के। अनि मलाई भन, एन्ड दिस टाइप अफ बन्ड फिसन इज नोन एज होमोलाइटिक बन्ड फिसन। होमोलाइटिक बन्ड फिसन। इक्वल डिस्ट्रिब्युसन अफ के भन्छ त? इलेक्ट्रोन। के भन्छ थाहा छ? ए डट। के भन्छ भने त? बी डट। यसलाई हामी के भन्छौँ? फ्री रेडिकल भन्छौँ। के भन्छौँ? फ्री रेडिकल। सो मलाई भन, फटाफट भन, होमोलाइटिक बन्ड फिसनले के दिइरहेछ? होमोलाइटिक बन्ड फिसनले के दिइरहेछ? फ्री रेडिकल दिइरहेछ। यो फ्री रेडिकल भनेको चार्ज हो कि न्युट्रल हो रे पागल? न्युट्रल हो। अब हेर, यो होमोलाइटिक बन्ड फिसन हुनलाई कन्डिसन्स के हुनुपर्छ सुन है। यो होमोलाइटिक बन्ड फिसन हुनलाई कन्डिसन्स ध्यान दे सुन है। यो ए र बी को इलेक्ट्रोनेगेटिभिटी, ए र बी को इलेक्ट्रोनेगेटिभिटी या त सेम हुनु पर्यो, या त सेम हुनु पर्यो, या त लगभग लगभग सेम हुनु पर्यो। ल न, ए र बी, इलेक्ट्रोनेगेटिभिटी अफ ए, इलेक्ट्रोनेगेटिभिटी अफ बी
इलेक्ट्रोनेगेटिभिटी अफ ए, इलेक्ट्रोनेगेटिभिटी अफ बी या त सेम हुनु पर्यो या त लगभग के हुनु पर्यो, सेम हुनु पर्यो। मलाई भन यो बन्ड कस्तो बन्ड हुनु पर्यो होमोलाइटिक बन्ड फिसन हुनलाई? पोलर बन्ड हुनु पर्यो कि नन पोलर बन्ड हुनु पर्यो भन त? पोलार बन्ड हुनु पर्यो कि नन पोलार बन्ड हुनु पर्यो? नन पोलार बन्ड हुनु पर्यो, नन पोलार बन्ड हुनु पर्यो। होमोलाइटिक बन्ड फिसन हैन, होमोलाइटिक बन्ड फिसन कस्तो सल्भेन्टमा हुन्छ? पोलर सल्भेन्टको प्रेजेन्समा कि नन पोलर सल्भेन्टको प्रेजेन्समा भन त बाबु नानीहरू? पोलार सल्भेन्टको प्रेजेन्समा कि नन पोलार सल्भेन्ट भन त? नन पोलार सल्भेन्ट, नन पोलार। अब र यो होमोलाइटिक बन्ड फिसनको लागि कन्डिसन छ न, होमोलाइटिक बन्ड फिसनको नेमको मोड्युल न बनाएर सुन, होमोलाइटिक बन्ड फिसनको लागि कन्डिसन सुन है। हेल्पर याद गर, हेल्पर, HELPR, हेल्पर। के रे बाबु भन त? हेल्पर, 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 हेल्प भन न, हेल्प। H भनेको हिट, E भनेको इलेक्ट्रिसिटी, L भनेको लाइट, PR भनेको पेरोक्साइड हो। यो कन्डिसनमा के कन्डिसन भन त? हिट, इलेक्ट्रिसिटी, लाइट, पेरोक्साइड। फेरि भन हिट, इलेक्ट्रिसिटी, लाइट, पेरोक्साइड। फेरि भन बाबु हिट, इलेक्ट्रिसिटी, लाइट, पेरोक्साइड। हेल्पर यसो गरेर पेरोक्साइड HELPR, रेडिकल पनि भनौँ, रेडिकल। रेडिकलले जहिले पनि के बनाउँछ? फ्री रेडिकल बनाउँछ है। रेडिकलले के बनाउँछ? फ्री रेडिकल बनाउँछ। फेरि भन रेडिकल, हेल्पर यसरी HELPR, हिट, इलेक्ट्रिसिटी, लाइट, पेरोक्साइड र रेडिकल। रेडिकलले जहिले पनि के गर्छ? अर्को रेडिकल बनाउने हो कि। दिज आर द कन्डिसन्स फर के भन्छ होमोलाइटिक बन्ड फिसन। फेरि भन बाबु नानीहरू, होमोलाइटिक बन्ड फिसनले के दिन्छ? फ्री रेडिकल दिन्छ। फ्री रेडिकल भनेको चार्ज हो कि, फ्री रेडिकल भनेको चार्ज हो कि के हो? न्यूट्रल हो। ल भन होमोलाइटिक बन्ड फिसन हुनलाई ए र बी को इलेक्ट्रोनेगेटिभिटी के हुनु पर्यो? या त सेम हुनु पर्यो या त लगभग के हुनु पर्यो? सेम हुनु पर्यो। मतलब यो बन्ड कस्तो बन्ड हुनु पर्यो? नन पोलार बन्ड हुनु पर्यो। सल्भेन्ट कस्तो लिनु पर्यो? नन पोलार सल्भेन्ट लिनु पर्यो। अब सुन, यहाँ आएर ध्यान दिएर सुन है। यो मिथेन हो, ध्यान दिएर सुन बाबु नानीहरू, यो मिथेन हो, ठिक छ? यो H हो। यो बन्डलाई मैले यसरी ब्रेक गरेँ, ल ल ल ल, यो बन्ड यसरी ब्रेक गरेँ। के भन्छ भने त? C हाइड्रोजन 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 डट। यो बन्यो। यसको नाम के हो? मिथाइल फ्री रेडिकल हो कि भन त? ए भाइ, मिथाइल फ्री रेडिकल। अब मलाई भन यो कार्बनको हाइब्रिडाइजेसन के होला भन त? व्हाट इज द हाइब्रिडाइजेसन अफ दिस कार्बन भन त? sp2 होला कि नहोला भन? कहाँ sp3 हुन्छ भाइ? मोहित, ए मोहित, एउटा बन्ड, दुईटा बन्ड, तीनटा बन्ड, 3 बन्ड प्लस डटको लागि लोन पिरियड 0, 3 प्लस sp2। एउटा क्वेसन के सोध्छ भन्दाखेरि इन केस अफ मिथाइल फ्री रेडिकल, इन केस अफ फ्री रेडिकल भनौँ न, कार्बन फ्री रेडिकल भनौँ, इन केस अफ कार्बन फ्री रेडिकल, इन केस अफ कार्बन फ्री रेडिकल, यो कार्बनसँग टोटल नम्बर अफ इलेक्ट्रोन कतिवटा? यो कार्बनसँग टोटल नम्बर इलेक्ट्रोन काउन्ट गर त। टोटल एउटा, दुईटा, तीनटा, चारवटा, पाँचवटा, छवटा, अनि एउटा यो 7वटा, 7 इलेक्ट्रोन। भनेको पेयर्ड कि अनपेयर्ड भन बाबु? पेयर्ड कि अनपेयर्ड? अनपेयर्ड। अनपेयर्ड चाहिँ के हुन्छ? प्यारा कि डाई? प्याराम्याग्नेटिक। सो के बुझ तिमीहरू आजबाट? तिमीहरू आजबाट के बुझ? मिथाइल फ्री रेडिकलहरू के हुन्छ? मिथाइल फ्री रेडिकलहरू के हुन्छ भन त? प्याराम्याग्नेटिक। के हुन्छ बाबु नानी भन त? प्याराम्याग्नेटिक। बुझ्यो? प्याराम्याग्नेटिक। ल भन, यो थियो होमोलाइटिक बन्ड फिसनको लागि। अब हेट्रोलाइटिक बन्ड फिसन सुन, हेट्रोलाइटिक बन्ड फिसन कस्तोलाई भन्छ हेर? ए बन्ड बी, ए बन्ड बी, यो दुईटा इलेक्ट्रोन। र मैले तिमीलाई के भन्दिए? ए को इलेक्ट्रोनेगेटिभिटी बी को इलेक्ट्रोनेगेटिभिटी भन्दा बढी छ भने के हुन्छ होला भन त? बन्ड कसरी ब्रेक हुन्छ? यसरी ब्रेक हुन्छ हुँदैन? फटाफट भन। एले के गर्छ? दुईटा इलेक्ट्रोन लिएर बन्ड ब्रेक गरिदिन्छ, किनभने हामीलाई के थाहा छ? ए इज मोर इलेक्ट्रोनेगेटिभ देन बी। भनेपछि यो बन्ड यसरी ब्रेक भयो भने के बन्ने भयो बाबु? के बन्ने भयो? ए नेगेटिभ प्लस बी पोजिटिभ। ल भन, ए नेगेटिभ प्लस बी पोजिटिभ। टेल मी गाइज, दिस फिसन इज नोन एज होमोलाइटिक हेट्रोलाइटिक भन। दिस इज नोन एज होमोलाइटिक हेट्रोलाइटिक। फटाफट भन। हेटेरोलाइटिक, हेटेरोलाइटिक बन्ड फिसन। थाहा छ? हेट्रोलाइटिक बन्ड फिसन गरेको नाम के हो? हेटेरोलाइसिस। होमोलाइटिक बन्ड फिसन गरेको नाम के हो? होमोलाइसिस। हेट्रोलाइटिक बन्ड फिसन हुनलाई
ए र बी को बीचमा के हुनु पर्यो सिग्निफिकेन्ट इलेक्ट्रोनेगेटिभिटी डिफरेन्स हुनु पर्यो ए र बी को बीचमा सिग्निफिकेन्ट के हुनु पर्यो त इलेक्ट्रोनेगेटिभिटी डिफरेन्स हुनु पर्यो यदि ए मोर इलेक्ट्रोनेगेटिभ हो बी भन्दा एमा कुन चार्ज आउँछ नेगेटिभ चार्ज बीमा कुन चार्ज आउँछ पोजिटिभ चार्ज हेटेरोलाइटिक बन्ड फिसनले के दिइरहेछ न्युट्रल कि चार्ज बाबु फटाफट भन न्युट्रल कि चार्ज चार्ज के दिइरहेछ बाबु भन त न्युट्रल कि चार्ज चार्ज दिइरहेछ ठीक छ यहाँसम्म ठीक छ हेलो हेलो ल न हेटेरोलाइटिक बन्ड फिसनको लागि कन्डिसन हुन है यो बन्ड कस्तो बन्ड हुनु पर्यो भने त हेटेरोलाइटिक बन्ड पोलर बन्ड कि नन पोलर बन्ड भन त पोलर बन्ड कि नन पोलर बन्ड हेटेरोलाइटिक बन्ड फिसन दिस बन्ड पोलर कि नन पोलर पोलर बन्ड हुनु पर्यो पोलर सल्भेन्ट कस्तो हुनु पर्यो बाबु सल्भेन्ट पनि कस्तो हुनु पर्यो भने त पोलर सल्भेन्ट हुनु पर्यो ठीक छ पोलर सल्भेन्ट यदि कन्डिसन यस्तो भयो भने ए बन्ड बी हो हैन बी को इलेक्ट्रोनेगेटिभिटी ए को इलेक्ट्रोनेगेटिभिटी भन्दा बढी छ भने बन्ड कसरी ब्रेक हुन्छ यसरी बन्ड ब्रेक हुन्छ बन्ड यसरी ब्रेक हुन्छ यहाँ कुन चार्ज आउँछ बाबु नानीहरु बी मा कुन चार्ज आउँछ बाबु नानी फटाफट भन बी मा कुन चार्ज आउँछ नेगेटिभ ए मा कुन चार्ज आउँछ पोजिटिभ अब हेर मलाई भन कार्बन दिस इज हाइड्रोजन दिस इज हाइड्रोजन दिस इज हाइड्रोजन दिस इज क्लोरिन यो क्लोरिन हो है त यो क्लोरिन हो कार्बन क्लोरिन मा व्हिच इज मोर इलेक्ट्रोनेगेटिभ भन त फटाफट भन कार्बन क्लोरिन मा व्हिच इज मोर इलेक्ट्रोनेगेटिभ क्लोरिन इज मोर इलेक्ट्रोनेगेटिभ यो बन्ड यसरी ब्रेक भयो यहाँ कुन चार्ज आउँछ नेगेटिभ चार्ज यहाँ कुन चार्ज आउँछ पोजिटिभ चार्ज सो के भन्ने भयो मिथाइल फ्री रेडिकल के भन्ने भने त मिथाइल फ्री रेडिकल सरी मिथाइल कार्बोकेटाइन के भन्ने भयो मिथाइल कार्बोकेटाइन यो कार्बनको हाइब्रिडाइजेसन भन्न फटाफट भन हाइब्रिडाइजेसन sp3 यो कार्बनसँग टोटल नम्बर अफ इलेक्ट्रोन कतिवटा भन टोटल नम्बर अफ इलेक्ट्रोन कतिवटा एउटा दुईटा तीनटा चारवटा पाँचवटा छवटा 6 पेयर्ड कि अनपेयर्ड पेयर्ड कि अनपेयर्ड पेयर्ड भनेपछि के होला डाया कि प्यारा डाया मैग्नेटिक ए भाइ बुझिरहेछौ फटाफट भन सेप कस्तो होला भन त सेप फटाफट सेप भन sp2 भन्छ प्लेनर के होला सेप कस्तो होला भन तीनटा बन्ड प्लस 1 लोन पेयर sp2 हुन्छ है तीनटा बन्ड प्लस पोजिटिभ चार्जको लागि लोन पेयर 0 हुन्छ नि त 1 बन्ड 2 बन्ड 3 बन्ड 3 बन्ड प्लस लोन पेयर 0 पोजिटिभ चार्ज लोन पेयर 0 यस 3 को लागि sp2 बन्ड इलेक्ट्रोन कतिवटा 6वटा पेयर डायमन्ड बुझिरहेछौ भाइ कहाँ आजलाई भयो पवन सिंह ठकुरी जाने भए जाऊ भयो हैन नारे मुन्ना ना ल न सी हाइड्रोजन नेगेटिभ यसको नाम के हो कार्ब एनायन ल न कार्ब एनायन को हाइब्रिडाइजेसन भन्न फटाफट हाइब्रिडाइजेसन भन्न sp3 ल न सेप भन्न सेप sp3 सेप भन्न ल इलेक्ट्रोन भन्न 1 2 3 4 5 6 7 8 इलेक्ट्रोन बाबु 8 इलेक्ट्रोन पेयर्ड कि अनपेयर्ड पेयर्ड बाबु पेयर्ड डाया कि प्यारा डाया ल न सेप कस्तो सेप हुन्छ पिरामिडल सुन ज्योमेट्री भनेको टेट्राहेड्रल नै हुन्छ ज्योमेट्री टेट्राहेड्रल हुन्छ तर सेप के हुन्छ पिरामिडल बिकज देयर इज वन लोन पेयर थाहा छ sp3 हाइब्रिडाइजेसन नो लोन पेयर सेप पनि टेट्राहेड्रल ज्योमेट्री पनि टेट्राहेड्रल sp3 हाइब्रिडाइजेसन वन लोन पेयर भयो भने ज्योमेट्री त टी नै हुन्छ टेट्राहेड्रल नै हुन्छ सेप के हुन्छ पिरामिडल हुन्छ ल भन बाबु मजा आयो गाइस ए भाइ मजा आयो रे फटाफट भन होमोलाइटिक बन्ड फिसन हेटेरोलाइटिक बन्ड फिसन बुझ्यौ ल चलो क्वेश्चन पे चलते हैं भाई क्वेश्चन पे चलते हैं रे बाबू ल भन होमोलाइटिक बन्ड फिसन लीड्स टू द फॉर्मेशन ऑफ होमोलाइटिक बॉन्ड फिशन बाबू रे ए बी होमोलाइटिक बॉन्ड फिशन क्या देगा बोलो बाबू क्या देगा ए डॉट देगा बी डॉट देगा ए डॉट देगा बी डॉट देगा फ्री रेडिकल होमोलाइटिक बॉन्ड फिशन यस फ्री रेडिकल ओ माय गॉड फ्री रेडिकल कार्बोकेटाइन बनेको कार्बनमा पोजिटिभ चार्ज कार्बेनाइन बनेको कार्बनमा नेगेटिभ चार्ज कार्बिन बनेको छुट्टै जन्तु हो ओहो in which of the following homolytic bond fission takes place ल न होमोलाइटिक बन्ड फिशन को लागि कन्डिसन हेल्पर हिट हुनु पर्यो इलेक्ट्रिसिटी हुनु पर्यो या लाइट हुनु पर्यो के रे पी पेरोक्साइड हुनु पर्यो अथवा अर्को कुनै रेडिकल हुनु पर्यो
ल न हामीलाई इन्वाइट एडिसन फोटो क्लोरिनेसन फोटो लाइट ओ माय गॉड फोटो बाबु रे हेट्रोलाइसिस अफ कार्बन क्लोरिन बन्ड ल भने हेट्रोलाइसिस अफ कार्बन क्लोरिन बन्डको हेट्रोलाइसिस गर्दाखेरि बन्ड कसरी ब्रेक हुन्छ यसरी क्लोरिन इज मोर इलेक्ट्रोनेगेटिभ यहाँ नेगेटिभ चार्ज यहाँ पोजिटिभ चार्ज ल भने हेट्रोलाइसिस अफ कार्बन क्लोरिन बन्डले के दिन्छ 1 केटायन 1 एनायन द करेक्ट आन्सर इज डी ए भाइ केही त बोल नि यार के बुझिरहेको छु कि छैन फटाफट भन यस कार्बन आयन पनि डाइम्याग्नेटिक नै हो नि 8 इलेक्ट्रोन छ नि त भाइ which of the following अब सुन फ्री रेडिकल को स्टेबिलिटी थाहा छ फ्री रेडिकल स्टेबिलिटी के हुन्छ 3 डिग्री 2 डिग्री 1 डिग्री म पुरै अर्डरै लेखिदिन्छु है पहिला हुन्छ C6H5 C6H5 होल 3 डट यसलाई भन्छ ट्राइफिनाइल त्यसपछि डाइफिनाइल C6H5 होल 2 CH डट त्यसपछि बेन्जाइल C6H5 CH2 डट त्यसपछि CH2 डबल 1 CH CH2 डट अनि बल्ल 3 2 1 सो पहिला यो हुन्छ दिस इज फर्स्ट दिस इज सेकेन्ड दिस इज थर्ड दिस इज 4 3 डिग्री 2 डिग्री 1 डिग्री अनि लास्टमा के हुन्छ मिथाइल and which of the following free radical is most stable भन त which of the following free radical is most stable primary secondary tertiary answer is D अब हेर कार्बोकेटाइनको स्टेबिलिटी अर्डर के हुन्छ सुन कार्बोकेटाइनमा सुन है C6H5 सुन है बाबु C6H5 होल 3 C पोजिटिभ ट्राइफिनाइल C6H5 होल 2 CH पोजिटिभ ठीक छ त्यसपछि कसको पाला आउँछ थाहा छ भाइ त्यसपछि पाला आउँछ 3 डिग्रीको पाला आउँछ 3 डिग्रीको पाला आउँछ अब यसपछि कसको पाला आउँछ थाहा छ बेन्जाइलको पाला आउँछ बेन्जाइल यो अलिकता उल्टो पल्टो छ है यसमा CH2 डबल 1 CH CH2 पोजिटिभ अब बल्ल कसको पाला आउँछ 2 डिग्री र 1 डिग्री सो तिम्रो के बुझ्छ इन केस अफ कार्बोकेटाइन बेन्जाइल भन्दा बढी स्टेबल कुन हुन्छ 3 डिग्री वाला हुन्छ तर 3 डिग्री कस्तो वाला थाहा छ 9 अल्फा एच वाला है 9 अल्फा एच अलिकता डेप्थ वाला कन्सेप्ट छ यो यहाँ चाहिँ अल्फा एच कतिवटा छ भने त अल्फा एच कतिवटा छ भने त बाबु नानी फटाफट भन अल्फा एच कतिवटा भन त 9 अल्फा एच 9 सो 9 अल्फा एच वाला जुन 3 डिग्री छ नि कार्बोकेटाइन त्यो चाहिँ मोर स्टेबल हुन्छ बेन्जाइल भन्दा यसको आन्सर के होला भने त व्हिच इज मोर स्टेबल भने त मोस्ट स्टेबल के होला भने त व्हिच इज मोस्ट स्टेबल सी र डीमा कुन चाहिँ आन्सर होला सी होला यो चाहिँ म पछि अर्डरै लेखाउँछु तिमीलाई अहिले एकछिनमा अर्डर पनि लेखाइदिन्छु म अर्डर त यही त हो नि यही त अर्डर नि भाइ ल न बेन्जाइल फ्री रेडिकल अनि 3 डिग्रीमा कुन चाहिँ मोर स्टेबल भने त बेन्जाइल फ्री रेडिकल र 3 डिग्री कुन चाहिँ मोर स्टेबल भने त बेन्जाइल र 3 डिग्रीमा कुन चाहिँ मोर स्टेबल भने त फ्री रेडिकलमा चाहिँ बेन्जाइल नै मोर स्टेबल हुन्छ तर कार्बोकेटाइनको केसमा फेरि भन कार्बोकेटाइनको केसमा बेन्जाइल सुन बेन्जाइल र 3 डिग्रीमा कुन चाहिँ मोर स्टेबल हुन्छ भने त कार्बोकेटाइनको केसमा जस्ट 3 डिग्री इज मोर स्टेबल तर 3 डिग्री कस्तो वाला 3 डिग्री भने त कस्तो वाला 3 डिग्री भने त कस्तो वाला रे बाबु कस्तो वाला 9 अल्फा एच वाला कस्तो वाला भने त 9 अल्फा एच वाला यस The central atom of alkyl free radical poses alkyl free radical lavana central atom of alkyl free radical poses central atom alkyl free radical poses lavana 1 electron babu 1 2 3 4 5 6 7 इलेक्ट्रोन कहाँ हो बाबु कहाँ हो देखियो सबै क्वेशन्सहरु बनिरहेछ फ्री रेडिकल अल्काइल फ्री रेडिकल बनिरहेछ ल्याउन कार्बोकेटाइन भनेको के हुन्थ्यो आन्सर 6 हुन्थ्यो कार्बोनाइन भनेको आन्सर के हुन्थ्यो 8 हुन्थ्यो which of the following species is paramagnetic अरे बाबु रे paramagnetic फ्री रेडिकल 7 इलेक्ट्रोन 6 इलेक्ट्रोन in the carbonium ion the carbon atom positive ल्याउन कार्बोनियम भनेको कार्बोकेटायन हो कार्बोकेटायन भनेपछि sp2 hybridized the shape of carbon ion oh मेरे भाइ shape of carbon ion अमोनिया को सँग बराबर shape of carbon ion yes ओहो
द बन्ड द्याट अन्डरगोज हेट्रोलाइटिक क्लिभेज मोस्ट रेडिली। थाहा छ हेट्रोलाइटिक क्लिभेज हुनलाई त्यो बन्डमा के हुनु पर्यो, इलेक्ट्रोनेगेटिभिटी डिफरेन्स सिग्निफिकेन्ट हुनु पर्यो, इलेक्ट्रोनेगेटिभिटी डिफरेन्स सिग्निफिकेन्ट हुनु पर्यो। ल भन यो अक्सिजन 3.1 2.1, ओहो यो बन्ड चाहिँ सबसे बढी पोलर बन्ड हो, यो बन्ड सबसे बढी पोलर बन्ड हो बाबु रे, यो बन्ड भनेको सबसे बढी पोलर बन्ड हो। यहाँ चाहिँ के हुन्छ, हेट्रोलाइटिक क्लिभेज मोस्ट रेडिली हुन्छ। द सेप अफ कार्बोनियम, कार्बोनियम भनेको कार्बोकेटाइन, कार्बोकेटाइनको सेप कस्तो हुन्छ थाहा छ? कार्बोकेटाइन कहाँ पिरामिडल हुन्छ भाइ, ट्रायंगुलर प्लेनर हुन्छ नि रे पागल, पिरामिडल नहीं। पिरामिडल त कसको हुन्छ, कार्बेनाइनको रे बबुआ रे, कार्बेनाइनको हुन्छ। प्लेनर भनेको ट्रायंगुलर प्लेनर, एउटै कुरा। कार्बोनियम, यस। द शेप अफ कार्बोनियम, कार्बोनियम, अरे यही तो क्वेश्चन थियो नि भर्खरै। कार्बेनायन इज आइसोस्ट्रक्चरल विथ, ओ माय गॉड, oh my god, sp3 one lone pair कस्तो क्वेशन लाग्यो फटाफट भन भाइ, पानी म खाइहालौँ एकछिन, वाटर इनहेल त गर्नु पर्यो नि। हेट्रोलाइटिक क्लिवेज अफ कोभलेन्ट बन्ड गिव्स ओन्ली, हेट्रोलाइटिक क्लिवेजले के दिन्छ भन त, के दिन्छ भने त केटाइन पनि दिन्छ एनाइन पनि दिन्छ के। हेट्रोलाइटिक क्लिवेजले के दिन्छ, केटाइन पनि एनाइन पनि, केटाइन भी देगा एनाइन भी देगा, बोथ आन्सर। 68 को हेर्नु न, द शेप अफ कार्बोनियम आयन, ट्रायंगुलर प्लेनर त हो नि, ठिक त छ त भाइ। Which of the following contains 3 pair of electrons in the valence shell? 3 pair of electrons, यहाँ फ्री रेडिकलमा 3 पेयर हुन्छ र +1 इलेक्ट्रोन हुन्छ, यहाँ 4 पेयर हुन्छ। कार्बोकेटाइन, ओ मेरो भाइ, कार्बोकेटाइन 1 पेयर 2 पेयर 3 पेयर, यस। Heterolysis of carbon chlorine bond produces 1 cation 1 anion, यो त भइसकेको थियो पहिला नै। H2 को फेरि भनिदिनु न, which of the following contains 3 pair of electrons? कार्बोकेटाइनमा 3 pair of electron हुन्छ नि नानी, हेर त 1 2 3 बन्ड भयो, 1 पेयर 2 पेयर 3 पेयर भएन। कार्बोकेटाइनको केसमा के हुन्छ, 3 पेयर हुन्छ भनेको 6 इलेक्ट्रोन हुन्छ। कार्बोनाइनको केसमा 4 पेयर भनेको 8 इलेक्ट्रोन हुन्छ। कार्बन फ्री रेडिकलमा के हुन्छ, 3 पेयर +1 इलेक्ट्रोन। कार्बोकेटाइन भनेकै कार्बोनियम आयन हो बे, कार्बोकेटाइन भनेकै कार्बोनियम आयन हो। कार्बोकेटाइनको अर्को नाम के हो, कार्बोनियम आयन। अब हेर, होमोलाइटिक फिसन अफ कार्बन कार्बन बन्ड इन इथेन, यो इथेन मोलिक्युल हेर त, यो इथेन मोलिक्युल हो। के भनिरहेछ, होमोलाइटिक फिसन अफ कार्बन कार्बन बन्ड इथेन। ल यो बन्डलाई मैले के गरेँ, होमोलाइटिक बन्ड फिसन गरेँ, के बन्छ, CH3 डट बन्यो, CH3 डट बन्यो। यो CH3 डट को हाइब्रिडाइजेसन के हुन्छ, sp2 हुन्छ, sp2 हुन्छ। ल हेर त, अच्छा क्वेशन हो नि, हेर त गाइस। Homolytic fission of carbon-carbon bond in ethane gives an intermediate in which carbon is sp2 hybridized. इथेनलाई हामीले के गर्यौं थाहा छ, इथेनलाई हामीले के गर्यौं थाहा छ, कार्बन कार्बनको बीचको बन्डलाई हामी के गर्यौं, होमोलाइटिक बन्ड फिसन गर्यौं। होमोलाइटिक बन्ड फिसन गर्दाखेरि के भन्छ भने त, CH3 डट भन्छ के, त्यो बनेको स्पेसिसको हाइब्रिडाइजेसन भन भनिरहेछ, sp2 The homolytic fission of a hydrocarbon result in the formation of, chemistry refresher तपाईले लेखेको, यस त्यो मैले लेखेको, नेमको बुक पनि मैले लेखेको, नेमको जुन बुक छ नि, मोड्युल 1 मोड्युल 2 मोड्युल 3 तीनटै मैले लेखेको। फ्री रेडिकल, ओ माय गॉड बाबु। ल भन मजा आयो भने यस गर भाइ, ल भन थ्योरी पुरा एक्सप्लेन भइराछ। Oh, sir. Yes, sir. दामी छ, दामी एकदम राम्रो छ। अल्ट्रा सर, अल्ट्रा फर्स्ट वाला पेज दामी देखाइदिनु छ, न, दामी। मेसेज कुनमा गर्ने सर, मेरो स्क्रिनशॉट लिन दिनु न सर फर्स्ट वाला सर। पेज। सर सर त्यो भिडियो क्वेशन राखेर नम्बर 7 गर्नु न, फेरि भनिदिन्छु भिडियो भन्नुमा चाहिँ स्क्रिनशॉट लिन दिनु। भिडियो बरु सर राखेर। हेलो सर,
फर्स्ट देखिए स्क्रीनशॉट सर मेसेज कुनमा गर्ने मेरो गुड हेर्नु नाइट हुँदैन सर जी नम्बर 7 को एकचोटि त्यो अर्डर भनिदिन्छु भन्नुभएको थियो हजुरले स्क्रीनशॉट सर अब त थ्योरी पढ्नु पर्दैन सायद स्क्रीनशॉट दिइराख्नु भएको छ त्यो स्क्रिनसट सर अलिक बिर्सिरहेको देखाइदिनु न स्क्रिनसट लिऊ कसैले ग्रुपमा हालिदिन्छन् पिडिएफ बनाएर कसैले हाल्छन् र सर म्युट हुनुभयो सायद सबैले अरे यार म म्युट भएको थिएँ यार दैट होइन म्युट हुनुहुन्छ स्क्रीनशॉट नभए कति स्क्रिन चिज आउँछ यार दि त रहेछ भाइ यार स्क्रिन टप सर 72 को फेरि भन्दैन त कहाँ छ 72 नम्बर कहाँ गयो 72 नम्बर भाइ क्वेसनै भन्दै सर हजुरले त्यो फ्री रेडिकलको स्टेबिलिटी अझ फेरि एकचोटि भनिदिन्छु भन्नुभएको फ्री थियो है रेडिकल सुन फ्री रेडिकल भनेको ट्राइफिनाइल डाइफिनाइल बेन्जाइल 3 अनि त्यसै एलाइल 3 to 1 खतम ट्राइफिनाइल सर कार्बोकेटाइनको पनि एकचोटि कार्बोटाइम भन्दैछु ट्राइफिनाइल डाइफिनाइल अथवा बाइफिनाइल होइन त्यसपछि 3 डिग्री त्यसपछि के आउँछ बेन्जाइल त्यसपछि एलाइल 2 डिग्री 1 डिग्री सुन 3 डिग्रीको भने तर 3 डिग्री कस्तो वाला हुनु पर्यो थाहा छ 9 अल्फा वाला 9 भन्दा कम छ भने 8 अल्फा छ भने बेन्जाइल नै बढी हुन्छ है फेरि बुझ्यो नि अनि कार्बोनाइनको के हुन्छ ट्राइफिनाइल डाइफिनाइल बेन्जाइल होइन ट्राइफिनाइल डाइफिनाइल बेन्जाइल त्यसपछि एलाइल त्यसपछि 1 2 3 हुन्छ सर भोलि लेखाइदिनु है त्यो अर्डर म लेखाउँछु अरे त्यो बाँकी छ भाइ अरे पागलहरू त्यो यहाँको कन्सेप्टै होइन त्यो भनेको रेजोनेन्सको हो त्यो भनेको इन्डक्टिभको हो भाइ पुरा खतरनाक नोटै बनाएर लेखाउँछु भाइ कहाँ हात्तिरहेको छु तिमीहरू सर जिओसी पछि हामी के पढ्ने जियोसी पछि हाइड्रोकार्बन पढ्ने सर 72 के 72 को कहाँ छ 72 भाइ यार सर इलेक्ट्रोमेरिक इफेक्ट छ कि नै सिलेबसमा अहिले छ सबै ए कतिको सर्फेसली पढ्नुपर्छ त्यो 2 मिनट सकाइदिन्छु 2 मिनट सर अनि हाम्रो कस्तो मान्छे समीक्षा थापा यार कति नम्बरको आउँछ सर अब कति नम्बर मलाई थाहा मैले बनाएको त 30 मा 30 मा राख्ने 50 को फेरि एकपटक भन्दिनु न सर डायमन्ड ग्राफाइट वाला भन्दिनु एकचोटि डायमन्डको हुन्छ sp3 ग्राफाइट sp2 एसिटाइलिन भनेको sp सर यो डायमन्डको चाहिँ एउटा फ्लुरिनको हुन्छ नि त्यो त्यसको सर भाइ त्यो पढाउँछु भाइ त्यो कार्बन फाइबर आइहाल्छ किन आतिरहेको छ भाइ त्यो त क्वेशन भएर मैले राख्दै मात्रै हो के आइहाल्छ नि जे 72 सर 72 यो चाहिँ अच्छा क्वेशन हो 9वटा त्यसमा कार्बन एटम्स भने हैन कार्बन भनेको छ नि हेर त यो के भनेको छ भाइ रे यो के भनेको छ कार्बन एटम भने हैन यस कार्बन एटम्स बकुलो sp2 हैन सर हजुरले त्यो पुरानो वाला ग्रुपमा चाहिँ रोटेशनल डायनामिक्सको हालिदिनु भयो त्यो भिडियो अपलोड गरिदिनु भयो होला भइसक्यो होला मेसेज कुनमा गर्ने सर मेसेज नगर्ने राति राति मेसेज गर्नु हुँदैन राति गर्नु पर्दैन के हेर्नु भयो म पारिवारिक मान्छे हो त्यो थ्योरी क्लास चाहिँ कतिखेर हुन्छ त्यो थ्योरी क्लासेस त्यो र्यान्डम टाइममा हुन्छ त्यो हाम्रो सर्टेन ग्रुप छन् 100 जना 150 जनाको ग्रुप छन् जतिखेर मलाई हामी लिइहाल्छौँ थ्योरी क्लासेस थ्योरीमा आज स्टार्ट गरेको मैले एटोमिक स्ट्रक्चर स्टार्ट गरेको छु थ्योरीमा लाइभ
मजा आयो गाइज, मजा आयो। के भयो रुपेश सोनी यार, के मेरो नि कुरा सुनिदिनुस् भन्छ। बोल न बाबु, बोल। सुनि त रहेको छु त म, बोल न बाबु रुपेश सोनी। गर्नु न सर, हाम्रो थ्योरी क्लास कति बजेतिर हुन्छ बिहानमा? थ्योरी क्लासेस एकचोटि मेरो पनि कुरा सुनिदिनु न। बोल्नुस् न बाबु, बोल्नुस् न। त्यति भनिदिनु न सर। एउटा क्वेसन पठाएको छु अलि के रे? मैले त्यो च्याटमा एउटा क्वेसन पठाएको छु, त्यो चेक गरिदिनु न, कन्फ्युजन भयो। कहाँ छ क्वेसन? सर सर हजुर 80 नम्बर क्वेसन एकचोटि फेरि भन्दिछु। तेरिका कहाँ गयो 18 नम्बर क्वेसन? अब त्यो 18 नम्बर क्वेसन खोज। यही यसो के बुझेन भन त सर। त्यो क्वाड ग्रुपमा एड गरिदिनु न मलाई। हेट्रोलाइटिक के नाम हो तिम्रो? राजन कुमार यादव सर। राजु कुमार यादव? राजन कुमार यादव। तिम्रो भाइ तिम्रो अर्को फेक आइडीबाट गरे हैन? हजुर। अनि यस्तो मान्छे छौ तिमी यार, नाम राजन कुमार यादव भन्छौ, फेक आइडी छ अर्को सर त्यो हैन, मेरो त्यही आइडी हो के फेसबुकमा। त भन त्यो फेसबुकमा म कसरी बुझ्छु? म त राजन खोज्छु नि त भाइ। तिमी जस्तो ट्यालेन्टेड हैन त। तिम्रो नाम के हो? राजन कुमार यादव भन्छौ। अनि म त राजन कुमार यादव। धेरै केटाहरु चलाक छ। केटाहरु बहुत चलाक।